हेलो एभ्रिवान, सो नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो वैशाख 1 गते होइन 2083 साल वैशाख 1 गते हामीहरू चाहिँ यहाँ इन्डियामा छौँ होइन। हामीहरू चाहिँ इन्डियामा हामी घुम्न आएको छौँ। हाम्रो टिमहरू चाहिँ यता देख्न सक्नुहुन्छ सबैजना। उहाँ मेरो ज्वाइँ हुनुहुन्छ, उहाँ मेरो भान्जा हुनुहुन्छ। ल सबैजनालाई एकचोटि ह्याप्पी न्यू इयर भनिदेऊ त गाइस। ल त हाम्रो चाहिँ आज नेपाल वैशाख 1 गते हो। हामी चाहिँ न्यु इयर मनाउनुको लागि आएको थियो। हामीले पहिले चाहिँ मुभी हेरेर अनि त्यसपछिबाट हामी यो के अरे कुन चाहिँ नर्सरी पार्क के अरे कुन पार्क अरे यो सुन्दर नर्सरी पार्क। सो गाइस तपाईँहरू सुन्नु सक्नुभयो होइन, सुन्दर नर्सरी पार्क। यहाँ हेर्नुहोस्, यसको यो सानो खै के हो घर जस्तो हो होइन, बिना ढोकाको घर भन्छ है यसलाई चाहिँ। म चाहिँ त्यो भन्न भन्छु है, अरूले के भन्छ त्यो मलाई थाहा भएन। बिना ढोकाको घर है। त्यो हामी चाहिँ सुन्दर नर्सरी पार्कमा आएको छौँ। अनि तपाईँहरूलाई कस्तो छ, आज तपाईँहरूले कसरी मनाउनु भयो तपाईँहरूको यो नयाँ चाड होइन वैशाख 1 गते, खास गरी नेपालमा हुने दाजुभाइ दिदीबहिनी सबैजना कसरी मनाउनु भयो। हामीहरूले चाहिँ यसरी मनाएको छ है, सबैजना आफन्तहरू भेट गरेर त्यही भएर यसरी मनाएको है हामीले चाहिँ। उहाँ देख्न सक्नुहुन्छ ऊ मेरो साथी भुटानको भुटानीहरूले उसलाई चाहिँ माया गर्नु है, भुटानहरू कोही जोडिनु भएको छ भने। अनि त्यही हो, यहाँ दसैँको लागि हाम्रो भान्जा हो बुङ्गुर पालिरहेको मटोनमा। कति मोटाको हो दिदी, कस्तो लागेको छ वैशाख 1 गतेको? धेरै राम्रो लागेछ भाइ, के गर्नु। अनि मलाई त के नयाँ सालको शुभकामना पनि दिनु भएन? भान्जी तिमीलाई कस्तो लागिरहेछ नयाँ सालमा आज मामाले घुमाउनु लिएर आउँदाखेरि? एकदम राम्रो, थ्याङ्क यू। अनि यता बहिनी कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। खै त ह्याप्पी न्यु इयर सबैलाई, हजुरलाई पनि थ्याङ्क यू सो मच। अनि के भन्छ तपाईँहरूलाई पनि सबैजनालाई नयाँ सालको धेरै धेरै शुभकामना छ है मेरो तर्फबाट। त आज यति भन्दै आजको भ्लग यहीँ खत्तम गर्न चाहन्छु। त्यो नेक्स्ट भ्लगमा फेरि आउनेछु। तब तकको लागि बाई बाई, लभ यु अल।